हेलो गाइज, आज हामी यहाँ ट्रेकिङमा आएको छौँ जो कि 5,500 मिटर माथि आएको छ र तपाईलाई म देखाउन गइरहेको छु यो वरिपरिको वातावरण। तपाईले देख्न सक्नुहुन्छ वरिपरिको वातावरण र पुरा माथि डाँडाहरू बरफले ढाकिएको छ र हामी पुरा अलग अलग पल्टनबाट ट्रेकिङमा आएको छौँ। यहाँ हामीले यहाँ नयाँ प्रकारको जनावर जो कि आइबेक्स भन्ने पनि देख्यौँ। एकदमै चिसो हुनेको कारणले पुरै पानी पनि जमिरहेको छ र म पानी कसरी जमेको छ भनेर म तपाईलाई देखाउन गइरहेको छु। एकैछिन पर्खिनु है त। देख्न सक्नुहुन्छ पानी जमेको भित्रबाट पानी सुस्तरी बगिरहेको छ। यसरी नै यस्तै गरी म ससानो